एक गाउँमा रमेश नामको एक गरिब केटो बस्थ्यो। उसँग न राम्रो लुगा थियो न त धेरै पैसा। उसका बुबा सानैमा बितेका थिए। आमा भने लामो समयदेखि बिरामी थिइन्। रमेश बिहान बेलुका अरूको घरमा काम गर्थ्यो, आमाको औषधि किन्न र आफ्नो पढाइ चलाउन। एक दिन रमेश विद्यालय जाँदै थियो। अचानक बाटोको छेउमा उसले एउटा ठूलो पर्स देख्यो। उसले पर्स उठायो, बिस्तारै खोलेर हेर्यो। भित्र धेरै पैसा थियो र एउटा परिचय पत्र पनि। रमेशको मन अलि हल्लियो। यदि यो पैसा मैले राखे भने आमाको औषधि किन्न सजिलो हुन्थ्यो। तर अर्को उसको मनले भन्यो, यो पैसा मेरो होइन, जसको हो ऊ धेरै दुखी होला। रमेश रोकियो, गहिरो सास फेर्यो। विद्यालय जाने बाटो छोडेर ऊ परिचय पत्रमा लेखिएको ठेगानातिर लाग्यो। त्यो पर्स गाउँकै एक व्यापारीको रहेछ। पर्स हराएर व्यापारी धेरै चिन्तामा थिए। रमेशले पर्स अगाडि बढाउँदै भन्यो, काका, यो तपाईको पर्स हो। यो तपाईको पर्स हो। व्यापारी छक्क परे। छोरा, यति धेरै पैसा पाएर पनि यति धेरै पैसा पाएर पनि रमेशले तिमीले शान्त राखेनौ? स्वरमा भन्यो, काकाले मलाई कमाउनु थाहा भएको छ हो, यो म पैसा कसरी मेरो राख्न होइन। सक्छु? व्यापारीको आँखा रसाए। उनले इनाम दिन खोजे। मलाई पैसा होइन तर काका, रमेशले नम्रता मलाई पढ्न मद्दत चाहिन्छ। मलाई पैसा होइन, पढ्न मद्दत चाहिन्छ। त्यो सुनेर व्यापारी झन भावुक भए। उनले रमेशको पूरै पढाइ खर्च बेहोर्ने बाचा गरे। आमाको उपचार पनि गराइदिए। समय बित्दै गयो। रमेश पढाइमा अगाडि बढ्यो। एक दिन ऊ सफल र इमान्दार व्यक्ति बन्यो। यदि यो कथा तपाईलाई मन पर्यो भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला अर्को नयाँ कथामा। धन्यवाद।